लिङ्ग भनेको संस्कृत भाषा हो। लिङ्ग भन्यो भने कसैलाई अप्ठ्यारो लाग्दैन, तर त्यही लिङ्गलाई नेपालीमा ठेटमा बोल्ने भाषामा बोलियो भने चाहिँ हामीलाई अप्ठ्यारो लाग्छ। किनभने हाम्रो संस्कारले के भन्यो भन्दाखेरि चाहिँ यो चाहिँ गलत भाषा हो भनेर हामीले सिकायौँ। सानोदेखि नै त्यसरी हामीले चाहिँ सुसंस्कृत भनेर भन्यौँ, सुसंस्कृत हुँदै गयौँ होइन। अब योनी भन्दाखेरि हामीलाई त्यस्तो धेरै लाज लाग्दैन, तर योनीको ठाउँमा चाहिँ हामीले नेपाली ठेट नेपाली भाषा बोल्यौँ भने चाहिँ हामीलाई अप्ठ्यारो लाग्छ होइन। त्यसैले अब यो चाहिँ हामीले स्ल्याङ्सहरू नेपाली भाषालाई हामीले कसरी बुझ्यौँ भन्दाखेरि चाहिँ हाम्रो स्ल्याङ्स हुन्छ, अङ्ग्रेजीमा स्ल्याङ्स हुन्छ क्या, छाडा भाषाको रूपमा नेपाली भाषालाई चाहिँ नेपालीमा जुन हामीले उल्था गरिएका छन् संस्कृतका कुरा अथवा अङ्ग्रेजीका कुरा होइन। पिनस भनेर भन्यो भने चाहिँ अङ्ग्रेजीमा पिनस भन्यो भने चाहिँ केही समस्या होइन, भेजाइना भन्यो भने चाहिँ केही पनि समस्या होइन होइन। तर चाहिँ त्यही चिज चाहिँ हामीले नेपाली भाषामा बोल्यौँ भने चाहिँ समस्या मान्यौँ क्या हामीले। र यो चाहिँ हामीले जे संस्कार एउटा विकास गरेर गयौँ त्यसले हो। अब त्यो संस्कारमा हामीले कसरी एउटा चाहिँ स्थापित गरेका छौँ भने यी भाषा चाहिँ छाडा हुन् भनेर गरिएको छ होइन, अथवा यो कुरा चाहिँ हामीले गर्नु हुँदैन भनेर भनिएको छ। र अहिले हामीले भनेको यौन शिक्षामा फेरि यो सबै समाज छाडा हुनुपर्छ, जे पाए त्यही बोल्न पाउनुपर्छ भनेको पनि होइन। कुरा के हो भने किन यस्तो लजाए भन्दाखेरि यसलाई हामीले छाडा विषय भनेर स्थापित गऱ्यौँ। त्यसैले अब अहिले हामीले चाहिँ जे चाहिँ भाषा चाहिँ हामीले स्वीकारेका छौँ, लिङ्ग भन्न त स्वीकारेका छौँ, योनी भन्न त स्वीकारेका छौँ, पिनस भन्न त स्वीकारेका छौँ, भजाइना भन्न त स्वीकारेका छौँ भने यिनै भाषाहरू प्रयोग गरेर समाजलाई अप्ठ्यारो नहुने गरी चाहिँ हामीले योसँग सम्बन्धित विषयवस्तुहरूमा छलफल जरुरी छ, कुराकानीहरू जरुरी छ। र जति धेरै कुराकानीहरू गरियो, जति धेरै छलफल गरियो, त्यति नै तपाईँको चाहिँ यौन सम्बन्धी समस्याहरूलाई हामीले न्यूनीकरण गर्न सक्छौँ, निराकरण गर्न सक्छौँ। त्यस भएको हुनाले यसलाई लाजको विषय, घिनको विषय अथवा चाहिँ यो चाहिँ आफ्नो इज्जतसँग जोडिएको विषय भनेर राख्नै हुँदैन। किनभने हामी सबैको अन्ततोगत ध्रुव सत्य कुरा के हो भन्दाखेरि चाहिँ हामी बुवा र आमाले चाहिँ यौन सम्पर्क नगरेको भए हामी हुने थिएनौँ होइन। र हामीले यौन सम्पर्क गरेनौँ भने हाम्रा सन्ततिहरू हुने छैनन् भनेपछि यो त एउटा ध्रुव सत्य कुरा हो नि। त्यसैले विश्व स्वास्थ्य सङ्गठनले यसलाई चाहिँ सेन्ट्रल आस्पेक्ट अफ लाइफ भन्छ, केन्द्रीय पक्ष हो जीवनको। त्यसले गर्दा यसको बारेमा एकदम सही ढङ्गले सबैलाई जानकारी हुनुपर्छ भन्ने कुरा हो।